Hello everyone, welcome to my channel. So यो vlog चाहिँ मेरो आन्टीको डेलिभरी vlog हुनेछ। तर हाम्रो बेबी चाहिँ अहिले अलरेडी 2 months को भइसकेको छ। हामीले चाहिँ बेबी 2 months को नभइन्जेल भिडियोज फोटोज पोस्ट नगरौँ भनेर चाहिँ हामीले पोस्ट गरेको थिएन। तर बेबी हुनुभन्दा अगाडि चाहिँ हामीले यो भिडियोहरू फिल्म गरेको थियो, जहाँ चाहिँ मेरो आन्टीले चाहिँ यहाँ बेबीको लुगाहरू चाहिँ हेर्दै थियो कुन चाहिँ हस्पिटल जानु भनेर। हामी हस्पिटल ब्यागहरू प्याक गर्दै थियो, त्यही भएर यहाँ चाहिँ बेबीको मम्मा, यहाँ बेबीको नाना, यहाँ छेमा सबै हामीले लुगाहरू चाहिँ हेर्दै प्याक गर्दै हाल्दै थियो। यहाँ चाहिँ बहिनीले मलाई हेर्नु न कस्तो क्युट लुगा भनेर देखाउँदै प्याक गर्दै थियो बहिनीले चाहिँ। अन्त त्यसपछि चाहिँ हामी बेबीको सक्सहरू हेर्दै थियौँ, एकदमै क्युट थियो र कुन चाहिँ लानु भनेर हेर्दै थियौँ हामी चाहिँ। यो चाहिँ बेबीको केयर किट। अन्तखेरि इभिनिङमा चाहिँ हामी हस्पिटल जानु लागि रेडी भयो र बहिनीले चाहिँ यसरी बोकिराख्छु भनेर चाहिँ हस्पिटल ब्याग देखाउँदै थियो। एन्ड अलमोस्ट आफ्टर 15 minutes चाहिँ हामी हस्पिटल पुगिसकेको थियो। हस्पिटल चाहिँ हाम्रो घरदेखि छेउमै हो नि त, त्यही भएर हामी 15 minutes खालि लाग्यो। अन्त हामी पुगिसकेको थियो र आन्टी चाहिँ युमा नर्सिङ होममा चाहिँ एडमिट हुनुभएको थियो। यहाँनिर सबै बेडहरू मिलाइसकेर चाहिँ आन्टी यहाँ डान्स गर्नुहुँदै थियो, आफै डान्स गर्दै हाँस्दै हाँसुसरी हुँदै थियो हाँसेर। अन्त म चाहिँ फिल्म गर्दै थिएँ, आन्टी फेरि डान्स गर्नु न भनेर। त्यस पछाडि हामी फोटोसुट गऱ्यो। हेलो एभ्रिवान, यो चाहिँ नेक्स्ट डेको भ्लग हो, जहाँ चाहिँ आन्टी लेबर रुम जानु लागि रेडी हुनुहुँदै थियो। यहाँनिर नर्सहरूले पनि हामीलाई हेल्प गर्नुहुँदै थियो। अन्त हामी चाहिँ हेरिरहेको थियो। अन्त आन्टी चाहिँ फाइनली लेबर रुमभित्र पसिसक्नु भएको थियो र हामी यहाँनिर सबैजना बाहिर वेट गरिरहेको थियो आन्टीको लागि। यहाँ मेरो बहिनी र भाइ। अन्त आफ्टर 25 minutesहरू चाहिँ आन्टीलाई फाइनली ल्याइसक्नु भएको थियो। यहाँनिर चाहिँ अङ्कल, मेरो आन्टीको हस्बेन्ड, बेबीको पापा, यहाँनिर सबैले हेर्दै थियो र अङ्कल चाहिँ इमोसनल हुनुभयो। यहाँ चाहिँ आन्टीलाई रुम लानु लागि सबैले बोकिरहनु भएको थियो र हाम्रो चाहिँ बेबी बोय भइसकेको थियो। यो चाहिँ मैले सेम डे तर राति फिल्म गर्दैछु। आन्टीलाई चाहिँ यहाँनिर हातहरू दुख्यो, गरम भयो भन्नुहुँदै थियो। त्यसपछि चाहिँ हामी चाहिँ यसरी बसेको थियौँ। यहाँनिर हामी भुइँतिर मचान लगाएको थियो। अन्त मैले चाहिँ सिधै यहाँनिर बेबीलाई घर ल्याएको फिल्म गर्दैछु, किनभने बेबी भएर चाहिँ हामी बिजी भयो, त्यही भएर फिल्म गर्नु पाएन। यहाँ चाहिँ मेरो आमाले बेबीलाई वेलकम गर्दैछ। मेरो आमा चाहिँ बेबीको बडी। यहाँनिर डेकोरेसन्सहरू मजाले गर्नुभएको रहेछ, तर लाइटै नभएर लाइट गएको चाहिँ हाफ एन आवर भइसकेको थियो अरे। हामी आइपुग्दासम्म स्टिल लाइट चाहिँ आएको थिएन, त्यही भएर हामीले आफ्नो आफ्नो फ्ल्यास लाइट टर्च अन गरेर चाहिँ यहाँनिर हामीले हेर्दै थियौँ। अन्त हाम्रो भाइ चाहिँ 25 days बादमा चाहिँ यस्तो भइसकेको थियो। यो उसको 1 month को फोटोसुट हामीले यसरी गऱ्यौँ। र यहाँ चाहिँ मेरो आमा सेकिदिनु हुँदैछ भाइलाई। आफ्टर 1 month चाहिँ हामीले सेकिदियौँ भाइलाई। त्यसपछि उसको यो 2nd month को फोटोसुट हो। यहाँ चाहिँ म भाइसँग खेल्दैछु। राति 3 बजी उठेर चाहिँ ऊ यसरी खेल्थ्यो, आँखा ठुलो हेरेर सुत्नै मान्थेन र मैले चाहिँ यहाँनिर भाइलाई खेलाउँदैछु। So bye everyone, hope you liked the video.